पापी गुण्डासँग भएको सागर निर्दोष ठहरिने गोप्य प्रमाण कान्छीको हातमा। रात छिपिन साथ सबै सुतेको बेला कान्छीलाई घरबाट गोप्य तवरले भगाउने कामदार आमाको गोप्य प्लान। कान्छीलाई भगाउनु अघि नै कामदार आमाले प्रहरीहरूलाई सुटुक्क खबर गरेर बोलाउनुपर्छ। आम दर्शकहरूले राखे यस्तो माग। प्रमाण आफ्नो हातमा परेपछि एकदमै खुसी र प्रफुल्लित भएर गदगद भई हर्षित भइन् कान्छी। यस्तो अन्तिम अवस्थामा आएर पनि साथ दिने घरबेटी त्यो कामदार आमा एकदमै महान हुन्। गुण्डा नाइके र त्यसका भरौटेहरूलाई एकदमै ठिकसँग कारबाही हुनुपर्छ। कतिपयले त गुण्डा नाइके र उसका भरौटेहरूलाई सिस्ना पानी लगाएर पाता कसेर चारमुटा मोडेर डाँडा कटाउनुपर्छ। राखे यस्तो माग। यति धेरै दुःख र कष्ट दिने यो गुण्डा नाइकेलाई त्यत्तिकै छाड्न नहुने आम दर्शकहरूको भनाइ। प्राप्त भएको गोप्य प्रमाण अदालतमा बुझाएर सागरलाई रिहा गर्नु कान्छीको मुख्य जिम्मेवारी। कान्छीको चरित्रलाई लिएर प्रश्न उठाउँदै कान्छीको जन्म दिने बाउ र आमासम्म पुगेर मुख छाड्न तम्सिएका सासु आमा र देवरलाई समेत च्यालेन्ज दिनका लागि नयाँ अवतारमा प्रस्तुत भइन् कान्छी। काखे नानीको आँसुको श्राप नमज्जासँग नमिठोसँग त्यस पापी गुण्डालाई लाग्नेछ, कान्छी समर्थक एक व्यक्तिको भनाइ। कान्छी र सागरलाई फसाउनका लागि गुण्डाहरूको कति ठुलो चाल चलेका रहेछन्, यिनीहरूले कति ठुलो योजना बनाएका रहेछन्, यिनीहरूले चाहनु भने मार्न समेत पछि नहट्ने रहेछन् भन्ने वास्तविक ऐनामा देखिने तस्बिर नै छर्लङ्ग भएको यो एपिसोडले बताइरहेको छ कि आफ्नो एउटा मिलेको परिवारलाई तहस नहस पार्नका लागि शत्रुहरू कसरी लागि पर्ने रहेछन् अगाडि र पछाडिबाट भन्ने सारा प्रमाणहरू यही भिडियोबाट प्राप्त भएको छ दर्शकबिन। किनकि कान्छीलाई प्रमाण छ म दिन्छु प्रमाण भनेर गुण्डाको चङ्गुलमा लगेर रोप्ने त्यो नागालाई पनि त्यत्तिकै छोड्नु चाहिँ हुँदैन। आज त्यसैले गर्दाखेरि एउटी दुधे बालकको आमा खुसिएकी छे, एउटा प्राणभन्दा पनि बढी प्यार गर्ने माया गर्ने श्रीमानको श्रीमती खुसिएकी छे, एउटा कसैकी घरको बुहारी खुसिएकी छे, कसैको घरको भाउजू खुसिए, कसैको घरको छोरी खुसिएकी छे। उसलाई चाहिँ अपहरण शैलीमा कोठाभित्र बन्दक बनाएर राखिनु कुन हदसम्मको न्याय हो यो गुण्डाले गर्न खोजेको के हो? उसले सूर्यलाई हत्केलाले छोप्न खोजिरहेको छ, तर त्यो असम्भव छ। सूर्य त ठुलो छ, उसले आफूले आफ्नो आँखाले त हत्केलाले छोप्न सक्ला, तर अरूको आँखालाई त्यसले कदापि पनि छोप्न सक्दैन। यो कुरा त्यसले किन नबुझेको होला? यो यतिसम्म हुँदै पनि त्यसले आफ्नो 4-5 वटी श्रीमतीलाई डिभोर्स दिएर कान्छीकै पछि लाग्नुपर्ने कारण के होला? के कान्छी त्यति धेरै राम्री छिन्? के कान्छीले आफ्नो घरको जिम्मेवारी, उसको घरको छोरी, उसको घरको श्रीमान उसले प्राणभन्दा पनि बढी माया गर्न नपाउने हो? एउटा बढी माया गरेकै आधारमा उसले चाहिँ मलाई पनि यति नै माया गरिदिए कस्तो हुन्थ्यो भनेर चाहिँ अपहरण गरेर ल्याएको उसलाई, सागरलाई चाहिँ गुण्डाहरू लगाएर चाहिँ उसलाई बलात्कार गरेको एउटा सानी बालिकालाई मारेको भनेर चाहिँ अहिले जसरी हिरासतभित्र राखिरहेको अवस्था छ, उसको मुद्दा दिनानुदिन अगाडि बढ्न सकेको छैन, अन्तिम फैसला हुन सकेको छैन। उसँग छ गोप्य प्रमाण अनि कान्छीलाई गर्न खोजेको चाहिँ के त? उसले अपहरण गरेको हो। उसले जसरी पनि कान्छीलाई आफ्नो बनाउनका लागि विभिन्न अनेकन हत्कण्डा अपनाएको हो। त्यसलाई त त्यत्तिकै छाड्नु हुँदैन। त्यसले केसम्म गरेन सुन्नु, हेर्नुहोस् त। एउटा कान्छीलाई आफ्नो छोरीबाट छुटायो, उसको श्रीमानबाट पनि डिभोर्स गरायो भनेपछि, अनि डिभोर्स गराउनु त ल ठिक छ, डिभोर्स गरायो, उसको चाहना अनुरूप गर्यो, आफूसँग बिहे दर्ता समेत गर्यो, पछि हुँदा सिन्दुर समेत भर्यो। यो कतिसम्मको पापी रहेछ, कतिसम्मको अधर्मी रहेछ, कतिसम्मको यसको नियत कतिसम्मको रहेछ भन्ने कुरा यहीँ प्रष्ट भएको छ। यसलाई त्यत्तिकै छाड्नु हुँदैन। यसलाई 4 पाटा मोडेर कालो मसो लगाएर यही सिरियल मार्फत यसलाई चाहिँ थानकोट कटाउनुपर्छ। विभिन्न समयमा भएका घटनाहरूमा पनि यसको निकै नै ठुलो संलग्नता रहेछ। यसले पहिले कान्छीको घरमा यसलाई चाहिँ डेरामा बस्दाखेरि यसले चाहिँ कान्छीलाई नराम्रो हरकत गरेकै कारणले जेलमा बसेको रहेछ। पछि त्यो हरकत त्यसको चाहिँ हिसाब किताब चुक्ता गर्नका लागि यसले विभिन्न हत्कण्डा अपनाउँदै रहेछ। कान्छीका श्रीमान सागरलाई छुटाउने गोप्य प्रमाण योसँग कसरी भयो? यसको अनुसन्धान प्रहरीले गर्ला, तर
प्रहरीले अनुसन्धान गर्नुभन्दा अगाडि यसलाई चाहिँ सारा छिमेकीहरू कान्छीका परिवारहरू मिलेर यसलाई नङ्ग्याउनै पर्छ, किनकि यसले यति ठुलो पाप यति ठुलो कुकर्म गरेको छ कि यसलाई 7 जुनीसम्म पनि त्यत्तिकै तिर्न पुग्दैन। उता कान्छीका सासुआमा र उसको देवर भने के भएका, अलिकति कमन सेन्स लाउनु पर्दैन, अलिकति बुझ्नु पर्दैन? कान्छी कुन अवस्थामा चाहिँ कस्तो अवस्थामा आएर बोलेकी हो त्यो कुरा उनीहरूले सोचेनन्। तपाईँकी छोरी यस्ती रहेछ उस्ती रहेछ, मन मिल्दाखेरि चाहिँ भाउजू यस्तो उस्तो, मेरो बुहारी यस्ती उस्ती। आज त्यही बुहारीले गर्दाखेरि त्यो आमा त्यो घरमा चाहिँ, नत्र त्यो बुहारी नहुनु भने त्यो आमा रोडै गएर त्यत्तिकै मर्नुपर्ने अवस्था आउँथ्यो। यति हुँदा पनि किन बुझ्दैन मान्छे? किन यति साह्रो चाहिँ अनबुझ हुन्छ, अबुझ हुन्छ? यो सबै कुराहरू चाहिँ भावी दिनहरूमा देख्न पाइन्छ। कान्छीका बाबुआमाले त भनिदिए कान्छी कहिले पनि गलत हुन सक्दैन। भोलि त्यही मुखले बोल्न माफी समेत माग्न नसक्ने अवस्था आउला। त्यति भनिसक्दा पनि उनीहरू कसरी खुत्तिँदै हिँडिरहेथे। त्यो आमा के भयो कि हुन त त्यस्तालाई चाहिँ त्यो फोहोरलाई कोट्यायो भने गन्ध आउँछ भन्छन्, हो त्यही भएर तिनीहरूलाई नकोट्याउँदै ठिक छ। बिचरा साराको चाहिँ जिन्दगी बर्बाद भयो। बिचरा उसको चाहिँ कस्तो अवस्था भइरहेको होला। एउटा दुधे बालक काखे बालकलाई त्यतिसम्म छोडेर आउँदा त्यतिसम्मको एउटा चाहिँ नारीको पीडा बुझ्न सकेन त्यो पापी गुन्डाले। हुन त नारीको पीडा नारीले नै बुझ्छ भन्छन्। त्यो घरमा काम गर्ने एकजना कामदार दिदीले चाहिँ उसलाई चाहिँ त्यो गोप्य प्रमाण चाहिँ कान्छीलाई दिइसक्नु भएको छ। अब कान्छीलाई आजकै राति भगाउने भन्ने मास्टर प्लान तय भइरहेको छ। अब कान्छीको यो थप यात्रा अगाडि बढ्ला, कस्तो तरिकाले अगाडि बढ्ला, सफल होला या नहोला बा गुन्डाले थाहा पाउने हो या कान्छीलाई बिचमै थाहा पाएर मारिदिने हो या त्यो कामदार आमालाई नै मारिदिने हो, यो सबै कुराहरू चाहिँ अब हामीले अर्को एपिसोडसम्म कुर्नै पर्ने हुन्छ। तपाईँहरूले यहाँसम्म हेर्नुभयो, तपाईँहरूलाई के लाग्ला? कान्छी अब सफल होलिन्? कान्छी र सागरको मिलन होला? सागर भए ठाउँसम्म कान्छी पुग्लिन् या त्यो प्रमाण प्रहरी समक्ष पुग्नै सक्दैन? तपाईँहरूलाई के लाग्छ? तपाईँहरू यदि सच्चा समर्थक कान्छीको साँचो न्यायका लागि हेरिरहनु भएको छ भने कान्छीले न्याय पाउनै पर्छ। यो प्रमाण कान्छीसँग पुग्नै पर्छ, प्रहरी समक्ष पुग्नै पर्छ, सागर रिहा हुनै पर्छ भनेर कमेन्ट गर्न नभुल्नुहोला।